आजको भिडियोको स्टार्ट हुन्छ सासू मम्मीसँग कुरा गरेर। धेरै दिनपछि आफ्नो सासू मम्मीसँग कुरा गर्दैछु म चाहिँ। हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो आजको मिनी भ्लगमा। सबैजना सन्चो हुनुहुन्छ होला अनि म पनि एकदमै आरामै छु। मैले चाहिँ आज नास्ता बनाएको, खाना बनाएको, सरसफाई गरेको भिडियो राखिन साथीहरू, किनकि हामीहरूले डिमार्ट जानु थियो। त्यसैले चाहिँ मैले केही पनि यताउता नगरेर बिहानको काम सबै सकिसके। अनि नानु आउन बित्तिकै हामीहरू डिमार्टतिर लाग्छौँ। अनि हामीहरू डिमार्टमा पुगिसकेपछि भान्जा र छोरीले एकदमै सताउँछन् त्यहाँ चाहिँ। अनि नानुले उनीहरूलाई ट्रलीमा राखेर लिँदै उसिन्छ। अनि यति गरिसकेपछि चाहिँ नानु चाहिँ आफ्नो काम गरेर अनि त्यो ट्रलीमा चाहिने सामानहरू राखेर लाँदै उसिन्थ्यो। अनि म चाहिँ यता आफ्नो छोरासँग कुरा गर्दै ऐनामा भिडियो बनाउँदै गर्दै थिएँ अनि मान्छे यताउता गर्दै थिएँ। अनि फाइनली साथीहरू हामी चाहिँ बिलिङ बनाउन आइसक्यौँ। अनि यता मैले धेरै नै गलेको कारणले गर्दा चाहिँ छोरालाई ट्रलीमा राखेँ। अनि हामीहरू चाहिँ लाग्यौँ घरतिर। फाइनली घरमा पनि पुगिसक्यौँ। अनि यता मेरो छोरा एकदमै थाकिसकेको थियो। हुन त ऊ हिँडेको थिएन, बोकेर पनि ऊ चाहिँ थाकिसकेको थियो साथीहरू। अनि म चाहिँ यतिकै पल्टिरहेको थिएँ अनि मलाई चाहिँ दिजूले फोन गर्छिन्छ। सो साथीहरू, आजको लागि यति नै। भेटौँला अर्को भिडियोमा। बाई बाई।